तपाईको हातमा भएको स्मार्टफोनले या त्यसलाई टेबलमा राख्नुस् या गोजीमा राख्नुस् या तपाईको नजदिक कहीँ पनि राख्नुस्, तपाईले गरिराखेको कुराहरू, तपाईले गरिराखेको कन्भर्सेसनहरूलाई सबै सुनिराखेको छ, सबै रेकर्ड गरिराखेको छ। के तपाईलाई थाहा छ यो? आज म ड्युटीमा काम गर्दाखेरि अचानक मैले कुनै कुराहरू, कुनै मेटेरियलको, कुनै इन्स्ट्रुमेन्टको नाम लिएको थिएँ। एकछिनपछि मैले मोबाइल खोल्दाखेरि जताततै त्यही एड्सहरू देखाउन लाग्यो। मेरो फेसबुकमा, मेरो गुगल एकाउन्ट अनि मेरो युट्युबमा पनि त्यसको एड्सहरू, फोटोहरू आउन थाल्यो। अनि मैले सोचे यो कसरी एकैचोटी मैले कुरा गरेको चिजहरू यो स्क्रिनमा आउन लाग्यो। अनि त्यसपछि मैले रिसर्च गर्न लागे कि यो सेटिङ हाम्रो मोबाइलमै रहेछ। यदि तपाईहरुलाई यो सेटिङ थाहा छैन भने गुगलमा एउटा सेटिङ छ, गुगलमा जानुस् अनि डाटा प्राइभेसी एक्टिभिटी भन्ने छ, त्यसमा गएर स्क्रल गरेर तल इन्क्लुडिङ भोइस एन्ड अडियो एक्टिभिटी छ, त्यसलाई अन छ होला तपाईको मोबाइलमा हेर्नु होला, त्यसलाई अफ गरेर राख। अनि त्यसपछि तल आइसकेपछि फेरि तपाईले यदि एड पनि तपाईको बन्द गर्नु छ भने डाउन गरेर स्क्रल गर्नुस्, त्यसपछि माई एड सेक्सन भन्ने छ, त्यसलाई अन छ भने पनि त्यसलाई पनि अफ गर्नुस्। यदि तपाईले तपाईको मोबाइलबाट कसैले तपाईलाई ट्र्याक गर्न खोज्दैछ भने त्यो पनि अफ गर्न मिल्छ। त्यहाँ गुगल ट्र्याकिङ भन्ने छ, त्यसलाई पनि अफ गर्न सक्नुहुन्छ। यदि तपाईले यो पुरै सेटिङको बारेमा तपाईहरुले भिडियो चाहनुहुन्छ भने लाइक एन्ड फलो गर्नु होला। थ्यांक यू सो मच।